राजधानी खेलकुद के हो भनेर आउँदैन मलाई। यो ठाउँमा छु म, बुझिस्? खाते राणीको छोरा मासाला। मैले पनि त्यो भालु र शर्मिला वाइबाल जस्तो मुख छाडेर क्या बाध्य। तपाईँहरूले एउटा गनाउने आइमै थियो, दुईटा बनाउन खोज्नु भएको हो भने हो भन्नु है। गनाउने आइमै एउटा थियो, घर भाडुई दुन्नालाई पिट्दै हिँड्ने आइमै एउटा थियो नेपालमा काठमाडौँमा होइन, दुईटा बनाउन खोज्नु भएको हो। त्यही अनुसारले उत्रिदिन्छु म, केही फरक पर्दैन मलाई। यो नाना थरी होइन लुकेर यो रे पछाडिबाट मर्द बाउको छोरी हुँ, मर्द छोरी हुँ, बुझिस् नि? पछाडिबाट होइन अगाडिबाट वार गरेको हो, हानेको हो। खुकुरी रेन्चु रड भन्छ नि, म खुलाउँदिनँ भिडियोमा है। हानेको हो, अगाडिबाट हानेको। केले हानेको? हान्ने मान्छे र खाने मान्छेलाई थाहा छ। यो बिचमा यो थर्ड पर्सन आएर पक 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 गरेर दुनियाँ दिवाना कमेन्ट गरेर नकस्नुहोस्, टाइम वेस्ट नगर्नुहोस्, जानुहोस्। खेतीबाडी के छ, आफ्नो ड्युटी अफिस के छ त्यो गर्नुहोस्, बरु दुनियाँ दिवाना नबोल्नुहोस्। नमस्ते नमस्ते हजुर, नमस्ते सुनिल भण्डारी, नमस्ते है। हजुरको खाजा भयो? हजुर खाजा भयो, खाना भयो। बाटोमा थिएँ म, अन द वे थिएँ है। म चाहिँ सानो काम परेको भएर चाहिँ म पोखरा आएको थिएँ। अहिले लगभग म काठमाडौँ आउनलाई 1.5 घन्टा लाग्छ। अब यहाँ बाटोमा छु, काठमाडौँ आउँदैछु भिडियो अडियो सहितको। प्लस पीडित जुन चाहिँ लोग्ने मान्छेलाई पीडित बनाएको छ नि, त्यसले त्यो पीडितलाई भेटेर आएको छु मैले, भिडियो सहित लिएर आएको छु होइन। छिट्टै नै आउनेछ त्यो भिडियोहरू। त्यो कामले आएको, म कसैलाई डराएर लुकेर भागेर हिँडेको छैन। म जहाँ छु जे छु पहिला जसरी मैले अपडेट गरिरहन्थेँ त्यसरी अपडेट भइरहेको छ। टिकटकमा पनि गएर हेर्न सक्नुहुन्छ होइन। जहाँ जहाँ गएको छु, जहाँ जहाँ बसेको छु, भिडियोहरू हालिरहेको छु। डराउने खालको म परिनँ होला। ल म शर्मिलासँग डराउँदिनँ। पुलिस प्रशासन भनेको त हाम्रो छँदैछ होइन, डराउनु पर्छ कतिपय कुरामा। म नेपाल सरकार पुलिस प्रशासनलाई चाहिँ म डराउँदिनँ भनेर भन्दिनँ होइन। कानुन प्रोसेसमा जाँदा